जय श्री सेतदेवी माता। एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल है। सो अहिले चाहिँ म तपाईँको भर्खरै अब गाउँबाट निस्केको क्या है। अब काठमाडौँको लागि निस्के हो खासमा होइन। अनि टाइम चाहिँ हेर्न सक्नुहुन्छ कस्तो भइसक्यो भनेको तपाईँको साँझ पर्ने बेला भइसक्यो है। अब हेरौँ न कहाँसम्म पुगिन्छ, नभए त म वीरगञ्ज गएर दाइकोमा गएर बस्छु होला यार। किनभने चाहिँ अब राति तपाईँको यता के अरे यो बाटो जान मिल्छ कि मिल्दैन होइन, त्यो अब थाहा नै भएन नि त। अनि त्यही भएर हो। सो हेर्न सक्नुहुन्छ बाटो तपाईँको के त हो नि, अब गाउँको बाटो यही हो होइन। अनि मौसम तपाईँको अलिकति ठिक्क छ, घुम्म धाम त्यति साह्रो छैन, ठिक्क छ भनौँ होइन। अनि टाइम त तपाईँको त्यही नै हो यार, टाइम त ढिला हो, ढिला एकदमै लास्ट ढिला हो। यो चाहिँ बाइक चाहिँ खासमा मेरो साथीको हो है। अनि साथी चाहिँ काठमाडौँमा छ क्या। अनि उसलाई चाहिँ बाइक चाहिरहेको थियो, मेरो बाइक पनि लिएर आऊ भनेर भन्यो क्या। अनि त्यही भएर आउँदाखेरि चाहिँ नभए त हामी एउटै बाइकमा आएको हो होइन। म अनि भाइसँगै आएको एउटै बाइकमा। तर अब जाँदाखेरि चाहिँ अब दुईवटा बाइक हुन गएछ, ठिक छ। तपाईँको 27-28 भन्दा माथि चाहिँ नजाँदो रहेछ यार। तर लास्ट हल्लिने क्या, बब्लिङ हुने, एकदमै बब्लिङ हुने क्या। त्यसमा कसम वाल कुद्नु वाल दामी ल। 127-28 भन्दा माथि जाँदाखेरि चाहिँ तपाईँको एकदमै बब्लिङ हुँदो रहेछ क्या। यो तपाईँको हल्लिने रहेछ क्या। दामी खतरा यार। एक त साउन्ड पनि त्यस्तै मोडिफाई गराएर रहेछ साथीको भान्जाले फेरि है। झन्डा यो मिरर पनि थिएन भनेको क्या, यो मिरर सुद्धा थिएन क्या। लानबाट ल्याउँदाखेरि त अब बाटोमा त अलिकति अप्ठ्यारो हुन जान्छ नि त बिना मिररको। अनि त्यही भएर गोलबजारमा आएर चाहिँ मिरर फेरे हो है। हेर्नु पछाडिको च्यालेन्जको त पाइप के अरे काटेको छ कि होइन, कस्तो पल्किने भने सही हो ल। तर लास्ट यार एकदमै ढिला भइसक्यो क्या। अब अलिकति बाइक पास गराउने हामीलाई टाइम लाग्यो कि धेरै नै एकदमै लाममा होइन। अनि त्यसले गर्दाखेरि चाहिँ हामीलाई अलिकति ढिला हुन गयो है। अब हेरौँ कहाँसम्म पुगिन्छ, नभए त वीरगञ्जमा दाइ बस्नुहुन्छ कि। अब नभए त वीरगञ्जमा दाइ बस्नुहुन्छ, त्यही भएर बसिदिनु पर्ला जस्तो छ यार। अब पहिला चाहिँ हेरौँ अब बर्दिवाससम्म पुगौँ होइन। अनि के कस्तो हुँदो रहेछ अनि त्यही अनुसार गर्नु पर्ला जस्तो छ। अनि होइन अब जानै नसक्ने रहेछ भने त तपाईँको अलिकति रिस्क पनि किन लिनु भन्ने कुरो हो होइन। अनि वीरगञ्ज गएर दाइकोमा बस्दिनु है त है। अनि झन् तपाईँको हुल कभर लागेर तपाईँको होइन यस्तो उसलाई धुर हुँदो रहेछ भनेको चाहिँ अलिकति यस्तो हुल कभर त हाल्ने नै होइन त मेन कुरो होइन।
अब मेरो आफ्नो बाइक होइन, नभए त मैले आफ्नो बाइकमा हालेको पनि छैन, मेरो नि अन्त त्यो खालले हो होइन। तर मैले हालेकै छैन क्या, किन भन्छ अब त मलाई थाहा छ नि त, त्यो हाइवेमा हिँडिराख्दाखेरि कतिको पब्लिक हुन्छ, के हुन्छ, कसो हुन्छ होइन, कतिको गाह्रो हुन जान्छ हामीलाई है। त्यही नै हो क्या, दामी भइरहेछ राइड चाहिँ त्यो। तिनजना दाजुभाइ टक्क लाएर पछाडि चाहिँ भाइ छ है, हेर्न सक्नुहुन्छ तपाईँ। त्यो पनि हो, तपाईँहरू यो राइड चाहिँ इन्जोय गर्नु भइरहेछ होला अहिलेसम्म होइन। अब अहिले धेर त भएको छैन कुरा पनि, ठिक छ, केही छैन। अब ट्रान्सपोर्टको ठिक अलिकति ठाउँ पुगेर तपाईँहरूलाई उयो गरौँ है त, भेटौँ है त। सो अहिले चाहिँ म यहाँ तपाईँको ठ्याक्क यहाँ के अरे उयो आइपुग्यौँ है, हेर्न सक्नुहुन्छ ढल्केवर चोक है। पछाडिको यो बाइकको नम्बर प्लेट चाहिँ एउटा नम्बर प्लेटको एउटा स्क्रिन चाहिँ लुज भएको कि खुलेछ अरे, त्यो अब अहिले गएर हेर्नुपर्छ रोकेर। ठिक आएको छ, पेट्रोल पनि हाल्नु पर्ला जस्तो छ त्यो त्यो। खोइ ए अड्काउनु पर्ने रहेछ त्यो त, एउटा उत्यो हालेर अनि गर्नु पर्ला जस्तो यार। ठिक जाम जाम जाम, बर्दिबासमा गएर पेट्रोल हाल्नुपर्छ ल, यहाँ नि हाल्नु पर्ला जस्तो छ। स्ट्यान्ड साइड स्ट्यान्ड के साइड स्ट्यान्ड, जाउँ 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 अगाडि जाउँ। सो फाइनली अहिले चाहिँ म यहाँ तपाईँको बर्दिवास पनि आइपुगेँ है। अब यहाँ एटिएम खोज्नु पऱ्यो यार, अस्ति हामीसँग क्यास नभएर हामीसँग दिमाग खराब भएको थियो। अब यहाँ एटिएम खोज्नु पऱ्यो। कुन ब्याङ्क एटिएम? प्रभु यहाँ छ त। अब टाइम हेर्दाखेरि यहाँ 6:30 भइसक्यो है। त्यही त भने पेट्रोल त एकपोल त गएको छ भर्खर। ओइ स्टार्ट भएछ यार, आम्मामा यसको चाहिँ ब्याट्रीको समस्या रहेछ जस्तो छ क्या, घरिघरि धकाल्नु पर्छ, के अरे धकाल्नु पर्ने हुन्छ भनेको। मेन त अब मलाई के को चिन्ता छ भन्दाखेरि होइन, बाँकी त सबै ठिक छ कि, सब ठिक छ भने होइन। अनि अब चेकिङमा चाहिँ नपरिदियोस् हो भाइ, एकदमै मलाई एकदमै त्यो छ होइन। किनभने चाहिँ मेरो बाउको बाइक होइन नि त, यो मेरो बाइक होइन, यो मेरो बाइक होइन नि त खासमा होइन। अनि अब साथीको बाइक हो होइन, अनि फेरि बिलबुक सिलबुक किनिरहेको थियो भने त तनाव हुन्छ नि त हामीलाई यार। काठमाडौँबाट यतातिर आउनु पर्ने हुन्छ, अनि जब एउटा बिलबुक लिनलाई है। अनि मेन त साउन्ड यसको मोडिफाइड छ नि त साउन्ड चाहिँ होइन। अनि अरू अब बाँकी त केही छैन, एउटा मिरर थिएन, मिरर मैले हालिदिइसकेँ होइन। सो ठिक छ, हेरौँ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ अँध्यारो हुन लागिसक्यो क्या है। झन् पाहाडतिर गयो भने त झनै अँध्यारो हुन्छ क्या यो बाटोहरू सबै होइन। त्यही नै हो, अब तराईमा त कुदायो, अब पाहाडमा त के कुदाउनु है, यस्तो बाटो छ तपाईँको झन्। अनि फर्स्ट टाइम हो क्या यो बाटो चाहिँ म नाइट राइड गर्न लागेको है। मलाई काठमाडौँ पुग्नलाई अझै पनि लगभग 1-2 नै बज्छ होला जस्तो लाग्छ मलाई जहाँसम्म होइन। सो यहाँ चाहिँ अब बाइकमा पेट्रोल हाल्न लगाइदिनु पऱ्यो है। ठिक छ, केही छैन।
सो यहाँ हेर्न सक्नुहुन्छ अब यहाँबाट पनि म निस्किसकेँ है फेरि पनि फिलअप गरिदिएको क्या पेट्रोल चाहिँ अब केता बिचको बाटो हो होइन अब रातिको टाइम है अब पेट्रोल चाहिँ लाइक पेट्रोलै कम परिहालेछ भने चाहिँ होइन अब मेरो बाइक होइन नि त्यो अनि साथीको बाइक हो अब के कतिको माइलेज दिन्छ मलाई एक्ज्याक्ट अब थाहा नै छैन कन्डिसन के छ कसो छ है किनभने चाहिँ अब सर्भिसिङ पनि गरेको छैन क्या बाइक चाहिँ मेन कुरो होइन मोबिल सुत चेक नगरेको क्या यार अब टाइमै थिएन कति बेला भ्याउनु हो र भन्ने कुरो हो सो यहाँ हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामी यहाँ ठ्याक्क लगाएर दामी है यहाँ चाहिँ अहिले हामी यसो पानी सानी किन्न लाग्छ बाइकमा चाहिँ यो चाहिँ तर नहाल्नु पर्ने हो क्या हाई स्पिडमा लास्ट अप्ठ्यारो हुने रहेछ यार यसले गर्दाखेरि चाहिँ मेन कुरो होइन यस्तो नमजाको अप्ठ्यारो हुन्छ नि लास्ट वब्लिङ हुने क्या यो बाइक चाहिँ अघि कति 130 जति कुदाएको मलाई यस्तो वब्लिङ हुने क्या यो ह्यान्डलिङ त सो त्यही नै हो अहिले चाहिँ म ठ्याक्कै तपाईँको सिलगढी बजारभन्दा माथि आएको छु अनि भाइ चाहिँ एउटा पसलतिर गएको छ ठिक छ टाइम त अहिले तपाईँको कति भयो सायद ए लाग्चारी नै लगेछ त केटाले ठिक छ केही छैन अब त्यो बिच बाटोतिर गएर भेटौँ है त तपाईँहरूलाई अहिले चाहिँ हामी हेर्न सक्नुहुन्छ यो चाहिँ खुर्कुट बजार पनि अगाडि जाउँ अगाडि के अरे खुर्कुट बजार पनि आइपुग्यो है हेर्न सक्नुहुन्छ ए राति त कस्तो मजाको झिलिमिली हुँदो रहेछ त यार अनि सही होला यताबाट जाने गाडीहरू त मैले कहीँ देखिनँ है तर उताबाट आउने गाडीहरू चाहिँ चल्ने छ क्या फेरि सो यहाँ चाहिँ हेर्न सक्नुहुन्छ भर्खरै यहाँ खुर्कुट बजार चाहिँ कट्यौँ हामी अब चाहिँ हामी रेनकोट निकाल्न लाग्छौँ क्या पानी परेर दिमाग खराब भयो यार अब त बिच बाटोमा आएर हामीलाई हेर्न सक्नुहुन्छ टक्क सो त्यही नै हो अब अलिकति अप्ठ्यारो हुन्छ जस्तो लाग्यो मलाई कुदाउनमा नि होइन किनभने चाहिँ अब रोड चाहिँ स्लिपरी हुनु जान्छ नि त तपाईँको सो अनि अब यो क्यामेरामा चाहिँ अलिकति मजाले चाहिँ देख्दैन रहेछ पानी परेको तर यहाँ चाहिँ हेलमेटहरूमा चाहिँ हेर्न सक्नुहुन्छ ओइ पानी चाहिँ मस्त परिरहेको रहेछ क्या अलिअलि भयो नि अनि अब हेरौँ कहाँसम्म पुगिन्छ नभए त अब मुलकोटतिर कहीँ रोकेर बस्नु पर्ला जस्तो छ सो त्यो नै हो अब चाहिँ हामीले क्वेसनको लाग्यो अरे अनि फेरि पनि हिँड्छ है त सो अहिले चाहिँ हामी ठ्याक्क सेतीदेवी मन्दिर आइपुग्यौँ है हेर्न सक्नुहुन्छ मुलकोटभन्दा थोरै माथिको यो सिसा भएको ठाउँ क्या यो चाहिँ दामी म अनि भाइ छु कस्तो भइरह त राति नाइट राइडको एक्सपिरियन्स पानी नपरेको चाहिँ दामी हुन्थ्यो पानी परेको नै हो होइन अब चाहिँ हामी टक्क दर्शन गरेर अनि फेरि पनि निस्किन्छौँ क्या पानी मस्त परिरह यार तल हेर्नु नि पुरै भिजिसक्यो भने त ठिक छ केही छैन सो मैले गोप्रो चाहिँ ब्यागमा हालिसकेँ क्या अब बेकार मिडिया मोड बिग्रिन्छ कि भनेर मेन चाहिँ है टक्क जय श्री सेतीदेवी माता त खोइ मलाई तिमीले राख नि एउटा दानपेटी कतै त्यही नै हो सेतीदेवी माताले रक्षा गरून् है हामीलाई सब ठिकै भइरहेछ भनौँ पानी परिरहेछ अहिले तपाईँको त्यही त भने अब गाह्रो साह्रो अप्ठ्यारो पऱ्यो नि अब निस्किसकेपछि त अब हिँड्नै पऱ्यो पुग्नै पऱ्यो डेस्टिनेसनमा है तल चाहिँ तपाईँको हाम्रो यो मुलकोट बजार हुन जान्छ क्या ऊ तल चाहिँ मुलकोट बजार हुन जान्छ है सो यहाँ धेरै बेर हामी टाइम वेस्ट नगरौँ यहाँ हिँड्नुपर्छ जाउँ सो अहिले म अफ रोडिङको बाटो आइपुगेँ क्या हेर्न सक्नुहुन्छ मान्छे तर कहीँ कोही छैन क्या है
अब यहाँ टक्क लगाएर पानी सानी खाने अनि त्यसपछि फेरि पनि निस्किने हो क्या हामी चाहिँ यतातिर चाहिँ फेरि पानी परेकै रहेनछ क्या हेर्नु दामी यतातिर तपाईँको नेपाल मुलकोटतिर चाहिँ पानी परिरहेको थियो है यतातिर चाहिँ मस्त केही पानी परेकै छैन रहेछ लास्ट भिजेर बिमार खराब भयो टाइम चाहिँ तपाईँको कति भएछ भने 9:30 हुन लागिसक्यो क्या 9:30 भइसक्यो हेर्नु न पुरै भिजेर ठिक छ केही छैन बिस्तारै पुगिन्छ लगभग तपाईँको 12-1 बज्छ होला काठमाडौँ पुग्नलाई यसो टिम है त सानो सानो वाटर क्रसिङहरू त कति हामीले कभर गरिसक्यौँ है अगाडि चाहिँ भाइ छ एमपीमा होइन अनि एउटा एब्जेक्टमा चाहिँ म छु है तर हामी जाने बेला के अरे घर जाने बेला चाहिँ हामी दुवैजना एउटै बाइकमा गएको हो क्या है रमाइलो भएको थियो त्यति बेला नि म पछाडि बसेर लगभग कति वर्ष पछि म पछाडि बसेर हिँडेको थिएँ क्या एज अ पिलियन भनौँ न होइन ठिक छ यो बाटोहरू तपाईँहरूले के देखाउने यार यो अफ रोडिङको बाटो त दिमाग खराब क्या त्यही हात दुखिसक्यो भने फेरि पनि यहाँ वाटर क्रसिङ रातिको बेला सही होला लगभग हामीले यो तपाईँको यो अफ रोडिङको बाटो पनि लगभग हामी आधा जति चाहिँ कभर गरिसक्यौँ है यतातिर चाहिँ हेर्नु न फेरि पानी परेकै छैन रहेछ क्या सही होला फेरि पनि यहाँ हेर्न सक्नुहुन्छ वाटर क्रसिङ है सही होला यहाँ चाहिँ फेरि पनि डाइभर्जन रहेछ है खोल्दै खोलाको बाटो फाइनली म चाहिँ अब यहाँ तपाईँको धुली के अरे भकुन्डे बेसी पनि आइपुगेँ है हेर्न सक्नुहुन्छ सो बजार त तपाईँको राति चाहिँ एकदमै सानै हुँदो रहेछ है अनि यहाँ तपाईँको सो अहिले चाहिँ हामी यहाँ तपाईँको ठ्याक्कै यो धुलीखेलको जङ्गलमा छौँ है यहाँ चाहिँ हेर्न सक्नुहुन्छ सो त्यही नै हो लगभग तपाईँको अब चाहिँ हामी नजिकै आइपुग्नै लाग्छौँ है यो लास्ट पड्किने यार आमामा साइलेन्सर त SF25 को त आमा त्यो पछाडि त्यो काटेर बनाएर छ कि साउन्ड चाहिँ केटाहरूले होइन त्यो कानै खायो यार भने अब यहाँबाट चाहिँ थोरै अफरोडिङ हुन जान्छ ठिक छ केही छैन सो अब चाहिँ चोकतिर गएर भेटौँ यार यो तपाईँको यो जङ्गलको बाटो त के देखाइराख्नु है राति फाइनली अब चाहिँ हामी यहाँ तपाईँको ठ्याक्क धुलीखेल बजार पनि आइपुग्यौँ है यो चाहिँ तपाईँको धुलीखेल चोक हुन गयो होइन हामी यार त्यही यो बिच जङ्गलमा नि एकछिन त दामी कुदायो यार सो फाइनली अब चाहिँ हामी यहाँ तपाईँको काठमाडौँ पनि एन्ट्री गरिसक्यौँ है यो चाहिँ भक्तपुर एरिया हुन गयो सो टाइम पनि तपाईँहरूलाई कति हुन गएछ म तपाईँहरू त्यो पनि देखाइदिइहालेँ टाइम चाहिँ आमामा 12:21 भएछ है ल ठिक छ केही छैन कुदाम न त यता यहाँतिर ल
सही सही हो ल एकछिन त रमाइलो है हेट। सो अब चाहिँ हामी यहाँ तपाईँको लगभग कोठातिर पनि आइपुग्ने लाग्छौँ है। सो अब त्यही त हो नि अब टक्क यार गएर सबभन्दा पहिला चाहिँ जुत्ता सुत्ता निकालेर अनि उठ्यो गर्नु पऱ्यो क्या, सेक्नु पऱ्यो यार हिटरले। आमामा जुत्ता भिजेर दिमाग खराब भएको छ है। अनि पुरै भिजिसकेको थिएँ थाक्यो यार अब त आमामा। सो अब रुम गएर भेटौँ है त। सो फाइनली हामी चाहिँ यहाँ तपाईँको कोठा पनि आइपुग्यौँ है। अब सो आज त्यो लास्ट थकान भएर होइन बिहान तरिकाको। सो आजको भिडियो चाहिँ तपाईँहरूलाई के कस्तो लाग्यो होइन कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। सो आजलाई यति नै गरौँ होइन। अब नेक्स्ट भ्लगमा भेटौँ है त। बाई।